फर्स्ट गाना त्यो, सेकेन्ड गाना यो भाइको होइन, मलाई चाहिँ राम्रो लाग्यो, मलाई चाहिँ म चाहिँ अर्को चाहिँ मेरो मेरो सल्लाह चाहिँ म के भन्छु भाइलाई भने होइन, भाइ तिमीहरू दुईजना ओभर जिग्री रहेछौ कि, तिमीहरू दुईजना जिग्री भए पनि होइन, तिमीहरू कोल्याब चाहिँ गरि नहाल, पहिला पहिला एएमजी इबीके भाइ तिमी आफूको त्यो पन आफ्नो पुरै ल्याएर झल्काऊ, अस्ति जस्तो जहिले बाहिर आउँदा एक दुईवटा त्यही झल्काऊ, देन मुभ अन टु फिचर्स। अनि नाति तिमी पनि एक दुईचोटि आफ्नो झल्काऊ, अनि देन यु गाइज डु द फिचर्स क्या। यसरी तिमीहरूले पहिला किनकि अहिले कस्तो हुन्छ भने लाइक यसरी भनेको होइन कि अहिले 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 यो ग्रुपमा हाइपमा भनेको हाम्रो एएमजी भाइ हो नि त, अनि मान्छेले चाहिँ उसलाई खोजेको छ क्या, उसले मात्रै चाहिँ के दिन्छ त फेरि भनेर खोजेको छ। सो एक दुईवटा अझै देऊ होइन, तिमीहरूलाई चाहेर पनि तिमीहरूको कोलाबोरेसन फिचर छ भने एकछिन साइडमा राख, ल गाइस यो साइडमा राखौँ, पहिला हामी सिङ्गल सोलो प्रोजेक्ट पनि दिउँ, यो साइडमा छ, अनि यो गएपछि हामी यो दिउँ है भनेर मन लागे पनि खतरा छ भाइ तर एकछिन साइडमा राखौँ भनेर चाहिँ हो, त्यसरी चाहिँ प्लान गर। अनि प्लिज जे देखेँ राम्रो देखेँ, हुड राम्रो झल्केको छ, लाइफस्टाइल झल्केको छ, मलाई सबैभन्दा मन परेको तिमीहरूको भनेकै यही हो, लाइफस्टाइल हुड झल्केको हो। अनि इट्स नट अ ब्याड सङ, तर भर्सहरू चाहिँ अझै टाइट गरे अझै फ्लो हुन्छ नि, अझै टक्क भयो अझै दामी हुन्थ्यो, तर कोरस राम्रो छ, हुक राम्रो छ। अनि फर्स्ट टाइम नै हो भाइ नेपालमा यसरी यो लाइफस्टाइल हुड देखेको, रमाइलो गरेको जस्तो देखेको, भित्रबाट दुखी होला, गाना सकेर हुँदैन रुँदै होला, त्यो मतलब कुरा भएन, तर लाइफस्टाइल झल्केको देखेको, केटाहरूको हुल ग्याङ जुन भन्छ नि, मेरो हुड भन्छ, अनि 10जना बाइसजना यार मान्छे नै पुगेन यार, 6जना राखौँ भने 5जना मात्रै, ला म त भ्याउँदिनँ यार, काकीको यहाँ पूजामा बोलाइरहेछ हो, त्यस्तो टाइपको छ क्या, बुझिनस्। गुड, मलाई यस्तो मान्छेहरू मनपर्छ भाइ, मलाई यस्तो मान्छे मनपर्छ। आई गेट इट, तिमीहरूलाई पनि थाहा होला उनीहरूको जस्तो छैन होइन, उनीहरूको जस्तो त्यो जहिले बाहिर जस्तो नहोला, तर इट्स अ गुड सङ, इट्स अ एकदम गुड सङ हो भाइ, लभ इट किप गोइङ, वेटिङ फर मोर सोलो प्रोजेक्ट, लभ पिस फक द पुलिस, होइन त भाइ। भाइ loved it, keep going, waiting for more solo project, love, peace, fuck the police। ल एउटा लाइक गयो, गुड गोइङ भाइ, मैले भनेको चाहिँ याद गर भाइ। अनि प्लिज डोन्ट मेक इट अभाइलेबल सस्तो आफूलाई।